लो कान्छी मुलो चिन्टु नि चिन्टुलाई सोफामा राखेर मलाई चाहिँ यो भुत्ला सोर्दा सोर्दा हैरान भइसक्यो कि भगवान अलिअलि भुत्ला त आउँछ नि कति आउँछ यसको भुत्ला भने पुरै घरभरि झरेर जतिखेरै सफा गरेको गरे मेरो कामै त्यही भयो रातभरि पनि डङडङ र डुङडुङ गरे राति डङडङ र डुङडुङ गरे थाहा पाथ्यो अनि रातभरि के गरे हो ड्याङ ड्याङ डुङडुङ गरे चिन्टुले गरे हैन नि त चिन्टुले गरे हैन के राति डङ र डुङडुङ के भएको भनेर आज मैले बुढीलाई के ल्याइदिएको थिएँ सरप्राइज सरप्राइज आज हाम्रो एनिभर्सरी आज 15औं एनिभर्सरीमा बुढीलाई लुगा धुन गाह्रो हो भनेर मैले वासिङ मेसिन किनेर ल्याइदिएको अफरमा आएछ क्या 21,000 डिस्काउन्ट है 70,000 पर्ने वासिङ मेसिन 47,000 मा अब यसको एमआरपी 68,000 रहेछ 21,000 डिस्काउन्ट गरेर 47,000 मा फटाफट दिइरहेको छ त्यो पनि 9 केजीको वासिङ मेसिन अनि यसो सोचे बुढीलाई लुगा धुँदा चिन्टुको भुत्ला सोर्दा हैरान भएको छ बिचरा गाह्रो हो भनेर अब यो वासिङ मेसिनमा लुगा धुनी चिन्टुको भुत्ला चट्ट बेला बेलामा टिप्नलाई समय बचत भयो त्यही भएर बुढीलाई ह्यापी एनिभर्सरी गिफ्ट ल्याइदिएको दामी छ 9 केजी हो घरभरिको लुगा सबै धुन मिल्छ ढुङ्गे धारा वनस्थलीमा एबी स्टार प्राइभेट लिमिटेडले चाहिँ यो मिराज कम्पनीको वासिङ मेसिन जापानिज ब्रान्डको मेसिन चाहिँ धमाधम 47,000 9 केजीको 43,000 मा त 8 केजीको रहेछ है अनि मैले 8 केजीको अलि सानो हुन्छ है पछिसम्म गर्न पर्यो भनेर 9 केजी लिएर आएँ है ह्यापी एनिभर्सरी बुढी हाम्रो एनिभर्सरी हो क्या आज त बोल्दैन पता नहीं ऐसी क्या बात है मैं सारा दिन कुछ काम भी नहीं करता लेटा रहता हूँ सोया रहता हूँ फिर भी मुझे इतनी नींद आती है पता ही नहीं चलता मैं बैठे बैठे सो जाता हूँ मालिक तुम बाहर ना आना जब देखो मेरी वीडियो बनाते रहते हो बंदे की कोई प्राइवेसी भी होती है मुंह उठा के आ जाते हैं वीडियो बनाने के लिए सोने भी नहीं देते हड्डी चाहिँ यति मन पर्छ तँलाई एकछिन स्टे सिट न हातले दाइ हातले गुड नेक्स्ट गुड अर्को नेक्स्ट गुड नेक्स्ट गुड अब स्टे नमस्ते त्यस्तो हुन्छ उठ नमस्ते गर्नु न आइए त मोर त सही स्टे ओइ मैले खा भने छु बस यो हड्डी खानलाई सङ्घर्ष गर्नुपर्छ भाइ त हड्डी नखाइकन ताल चित्त बुझ्न जति खाने पनि नहुने यस्तो नि हुन्छ जति दिए पनि खान पाएको त अरूले के भने त मान्छेहरूले के हो दिँदैन क्या खाना दिँदैन क्या कुकुरलाई भने अब यत्रो भर्खरै भात बसेर यो हड्डी देखेपछि यस्तो हुन्छ के खान पाएको त स्टे गर भर्खरै भात खाएको यसले अब यो अहिले हड्डी भनेपछि यस्तो हुन्छ क्या हड्डी दिन पर्छ सानो एउटा हड्डी भनेपछि मरि हत्ते गर्छ गाई यसो मुख गरिदिनु पर्दा के नखायो भन्छ यस्तो छ अब के यसको बानी हो यस्तै हो अब त जति जे गरे न अब भयो यसलाई एकछिन आम्मा कम उफ्रिँदैन ल बसेर खा ल बसेर चपा यहाँ बस अनि चपा ल गुड बोय